जगत के सोचिरहेछौ? के हैन, तिमीलाई ठिक छ? ठिक छ। गुड। आशा छ तपाईहरुलाई राम्रो सुधार भइरहेको छ। आज म तपाईहरुलाई मेरो आफ्नो कथा भन्न गइरहेको छु। मेरो कथा सुन्ने हो? मेरो घर खोटाङको जन्ते ढुङ्गा भन्ने गाउँमा हो। मेरा बाआमा र आफन्तहरू सबै उतै हुनुहुन्छ। परिवारमा म र दाइ छौँ। दाइ कतार हुनुहुन्छ, कतार एयरवेजमा काम गर्नुहुन्छ। अनि भाउजू छोराछोरीहरू पनि सबै दाइसँगै हुनुहुन्छ। म सानोमा पढाइमा एकदम अब्बल थिएँ। कक्षामा सधैँ फर्स्ट आउँथेँ। एसएलसी पनि मैले फर्स्ट डिभिजन पास गरेको। गाउँमा सबैले यसले गाउँको नाक राख्छ भन्थे, ठुलो मान्छे बन्छ भन्थे। तर भइदियो के, केटो लभको चक्करमा पर्यो। पारी गाउँकी एउटी केटीलाई खुब मन पराउँथे। उसलाई भेट्नको लागि दिन रात जतिखेर पनि गइदिन्थे। भर्खरै कलेज भर्ना भएको थिएँ। तर त्यो केटीको चक्करमा मेरो पढाइ सडाइ हुन थाल्यो। लभ परेपछि त कहाँ, त्यो केटी बाहेक अन्त कतै ध्यानै नजाने। त्यो केटीसँग मेरो लभ परेको थाहा पाएपछि उसका बाबुआमाले जबरजस्ती उसको एउटा लाउरेसँग बिहा गराइदिए। त्यसपछि त म देवदास भइहालेँ नि। अब सुरु भयो मेरो जिन्दगीको उँधो गतिको यात्रा। त्यसपछि मैले एउटा मिल्ने साथी बनाएँ। तर साला त्यो साथीले मेरो जिन्दगी नै तहस नहस बनाइदियो। त्यो साथी को थियो थाहा छ तपाईहरुलाई? रक्सी। अब म बिहानदेखि बेलुकासम्म रक्सीमै डुबेर बस्न थालेँ। रक्सी नै मेरो संसार हो जस्तो लाग्न थाल्यो। रक्सी बाहेक मैले कसैलाई विश्वास गरिनँ। मैले यिनै हातहरूले मेरो जन्म दिने बाआमालाई पिटेको छु। आमालाई घिसार्दै मैले बारीको कान्लाबाट फालिदिएको छु। मैले चिरपटले हानेर बाको तिग्रामा 17 टाँका लगाएको छु। गाउँको नाक राख्ला भन्ने केटो जड्या भएर आफ्नै बाउमालाई कुटेर गाउँकै सबभन्दा नालायक भएर निस्के। पुलिसले कुटेपछि सुध्रिन्छ होला भनेर मलाई धेरैचोटि चौकी लगेर थुनाए। तर के खाएर सुध्रिन्थे? जतिचोटि चौकी लगेर थुनाए त्यति नै इख लिएर फर्किन्थे। एकचोटि त राति बाआमा मस्त निदाइरहेको बेला मैले बाहिरबाट आगो लगाएर घरै जलाइदिएको थिएँ। धन्न गाउँलेहरूले समयमै चाल पाएर निभाए, नत्र मेरा बाआमा त्यही आगोमा जलेर खरानी हुन्थे र म जेलमा। दाइ कतारमै हुनुहुन्थ्यो। मेरो कारणले घरमा एकदमै गाह्रो भएपछि दाइले एकजना साथीको सहायताले काठमाडौँको एउटा लागु औषध छुटाउने पुनर्स्थापना केन्द्रमा ल्याएर जबरजस्ती हालिदिनु। तपाईहरुले त के गर्नु भएको छ र? म त रक्सी खान नपाएर पागल हुन्थेँ। रुन्थेँ, कराउँथेँ, चिच्याउँथेँ, झगडा गर्थेँ, आफैले आफूलाई चोट पुर्याउँथेँ। झन्डै 2 महिना जति मलाई औषधि दिएर अस्पतालमा राखियो। त्यसपछि पनि मैले भाग्ने अनेक उपायहरू खोजिरहेँ। जसलाई अगाडि देख्थेँ उसैसँग झम्टिएर झगडा गरिहाल्थेँ। तर म जस्तो पशुलाई पनि उहाँहरूले काबुमा ल्याएरै छाड्नुभयो। निरन्तरको औषधि सेवन, व्यवहारिक ज्ञान, जीवन कौशल सम्बन्धी तालिम र कसरतहरूले बिस्तारै ममा परिवर्तन देखा पर्न थाल्यो। जाँड रक्सी र लागु औषध भनेको त्यस्तो अमल हो जसले तपाईँलाई मात्र होइन, तपाईँको परिवार, समाज र राष्ट्रलाई नै गहिरो असर पार्दो रहेछ भन्ने कुरा बुझ्न थाले। त्यसपछि मलाई मेरो आफ्नो विगत सम्झेर ठुलो पछुतो हुन थाल्यो। तर बितेका कुराहरू सम्झेर पछुताउनु भन्दा अगाडि बढेर केही राम्रो काम गर्नुपर्छ भन्ने मनमा लाग्यो। अनि मैले म जस्तै कुलतमा फसेर कोही पनि बिग्रनु हुँदैन र कुलतमा फसेकाहरूलाई सही मार्गदर्शन गर्नुपर्छ भनेर प्रण गरेँ। जब म पूर्ण रूपमा निको भएँ त्यसपछि दाइ र त्यहीँको सरहरूको सहयोगमा यो पुनर्स्थापना केन्द्रको सुरुवात गरेँ। अहिलेसम्म हामीले 5000 भन्दा बढी दुर्व्यसनको शिकार भएका बिरामीहरूको उपचार गरिसकेका छौँ। त्यसैले तपाईहरुले पनि अहिलेसम्म जे भयो, जे गर्नुभयो सबै कुराहरू बिर्सिदिनुस्। मलाई विश्वास छ अब छिट्टै नै तपाईहरुले नयाँ जीवनको सुरुवात गर्नुहुनेछ। अझै पनि केही ढिला भएको छैन।
यहाँबाट फर्केर गएपछि यो समाज र राष्ट्रको लागि एउटा योग्य नागरिक बनेर देखाउनुहुनेछ। मेरो तर्फबाट तपाईँहरू सबैलाई नयाँ जिन्दगीको लागि अग्रिम शुभकामना।